टपिङहरूको त यहाँ छ नि त यार कलेक्सन त यहाँ मैले किनेर अगाडि नै गल्ती गरिसकेछु यस्तो टपिङको कलेक्सन छ यो गुलाबको फुलको हाम्रो मालिकले लिनु आँटिसकेको छ एउटा सुँगेर अब ल ठिक छ नलिए पनि अलिकति चुस्सा गरेर जाने फेरि बाटोमा चाहिँ उहाँ गन्दा सुँगेर चाहिँ पैसा लियो भने पनि बर्बाद फेरि नुहाउनलाई चाहिँ यहाँ स्याम्पूहरूको कलेक्सन छ त स्याम्पू यता चाहिँ भिडामिड छ ग्राहकहरूको भिडामिड छ यस्तो छ ग्राहकहरूको यहाँ झोलाहरू पनि छ झोलाहरू छ छोरी मान्छेको लागि लेडिस ब्यागहरू पनि छ यता छ चस्मा लिनु आँटिसकेको छ हाम्रो मालिकले एउटा चाहिँ अब लगाएरै अब हानिदिने भइसक्यो ल बधाई छ चस्मा लगाएरै घर जाने भए ल तर यार चस्मा व्यापारी जस्तै लाग्यो त यार अनि त्यस्तो चस्मा लगाएर चाहिँ बेच्नु थालेपछि त अनि आइहाल्छ नि अनि मुयाहरू आएर त चस्मा सबै लान्छ नि त अनि हाम्रो मालिकले बिजनेस खोलिसकेको छ चस्माको चस्माको कलेक्सन फेरि यहाँ बब्बाल छ केटाहरू पनि चस्मा किन्दैछ यहाँनिर यहाँ छ फेरि दामी छ केटाकेटीको लागि रिमिनहरू कपाल बान्नेहरू दाम चाहिँ सस्तो छ यो केटाकेटीको कलेक्सनमा चाहिँ सस्तै हुन्छ यता हेडबिङहरू पनि छ हेडबिङहरू छ यता हेडबिङको त यहाँ बर्सात छ बर्सात हेडबिङ छ यहाँ फेरि टपहरू छ दामी खालको टपहरू छ तर यो चाहिँ अब म घर जाने बेलामै लान्छु टपहरू दामी छ सस्तो महँगो पनि छ 16 रुपियाँ पनि छ 9 रुपियाँ छ यस्तो बब्बाल खालको छ यो टपहरू पनि छ बब्बाल खालको छ यहाँ चाहिँ अब टपहरू